पलाएर ल आज चाहिँ हामी यहाँ टक्क लाएर पोर्क काट्न जाँदैछौँ। ल आज चाहिँ हामी गराउन जाँदैछौँ हाम्रो यो पोर्कको होइन टक्क लाएर यसको चाहिँ हामीले सेकुवा डामेकोहरूदेखि लिएर हामीले हरेक किसिमको मासुहरू गराउन जाँदैछौँ हामी होइन। पोर्क क्रिस्पीहरू टक्क हजुरहरूलाई खानु मन लाग्छ भने टक्क आउनु होला हामी कहाँ। यसरी हामी जाँदैछौँ कटिङ गर्नको लागि। हाम्रो च्यानललाई पनि लाइक सब्सक्राइब सेयर चाहिँ गर्न नबिर्सिनु होला। हामीले चाहिँ आज तपाईँहरूलाई पोर्क डामेको हाउ टु मेक पोर्क डामेको पोर्क रिब्स अनि त्यसपछि हजुरको पोर्क सेकुवा डामेको र पोर्क रिब्स हजुरहरूलाई गराउन जाँदा हामीले जाँदैछौँ। कटिङ चाहिँ एकदम यस्तो हाम्रो यसरी यस्तो डामेको लागि चाहिँ एकदम पर्फेक्ट पिस हुन्छ। खाम लाग्ने होइन टक्क लाएर हेर्नुहोस्। कटिङ चाहिँ यसरी है सिम्पल ट्याग टु ट्याग धेरै सोच्नै पर्दैन ट्याग टु ट्याग हो। यसरी हामीले टक्क कटिङ गरेर राखिसकेका छौँ। टक्क हजुरहरूलाई यदि मनपर्छ भने लाउनु चाहिँ पोर्क कन्टरमा पोर्क डामेको खाना यसरी चाहिँ कटिङ गरेर राखेका छौँ। अब यसलाई हामीले मेरिनेट गरेर टक्क लाएर आधी घन्टा जति। अब चाहिँ हामी चाहिँ पोर्क सेकुवा दिस इज कल पोर्क सेकुवा नबोल्न न त्यो जहिले बोलेर हाल्ने हो नि यार यत्तिकैमा के हुन्छ कि ल यता कटिङ त्यो त तेरो एउटा माइक्रोफोन हुनुपर्छ। ल कटिङको लागि चाहिँ हामीसँग यसरी डायरेक्ट लाएर यसरी सेकुवाको लागि चाहिँ हामीले सेकुवाको लागि 3 पिस हजुरहरूलाई मनपर्छ भने 3 पिस ल हेर्न सक्नुहुन्छ। सब 3 पिस नै 3 पिस हुन्छ। टक्क आउनुहोस् पोर्क हन्टरमा हजुरहरूलाई वेलकम छ। साथसाथै तपाईँहरूलाई हामीले पोर्क चिल्ली पनि हुन्छ हजुर पोर्क राइस हुन्छ। तपाईँलाई अब रायोको सागहरूसँग खानु मन लाग्छ भने पनि त्यो पनि एभाइलेबल छ। तपाईँले केसँग खान चाहनुहुन्छ सबै हामीसँग छ पोर्कमा चाहिँ टक्क। ल हाम्रो डामेको रेडी भयो र हाम्रो यो पोर्क सेकुवा पनि रेडी। हामीसँग चाहिँ बिग ग्रुपको लागि पनि 8 जना 10 जनासम्मको लागि चाहिँ कटेज पनि हाम्रो यहाँ व्यवस्थापन छ। ल हेर्न सक्नुहुन्छ हजुरहरूले। हेर्नुहोस् हाम्रो आज कटेज चाहिँ यस्तो छ हेर्नुहोस्। ल हेर्न सक्नुहुन्छ कटेजहरू पनि 4 जना चाहिँ बसेर खान मिल्छ। यहाँ चाहिँ 4 जनासम्म चाहिँ मजाले भ्यू हेर्दै यतापट्टिको भ्यू हेर्दै टक्क बसेर खान सक्नुहुन्छ। ल आज चाहिँ हाम्रो यो टुडे स्पेसलमा चाहिँ मटन भुटन माछा पाउँछ सेकुवा फ्राईहरूमा, चिकन नगेट पाउँछ, पोर्क क्रिस्पी पाउँछ, पोर्क रिब्स, पोर्क डायमन्ड, पोर्क कोदो झानेको स्पेसल चाहिँ हामीले चाहिँ आजको स्पेसलमा राखेको छौँ। पोर्क कम्बो, पोर्क भट्टी मोमोहरू, तपाईँको चिकन खाना सेटहरू, तपाईँको राइसहरू अब तपाईँको लोकल कुखुराहरू खानुहुन्छ भने पनि एभाइलेबल छ हामीसँग अहिले। अब तपाईँहरूले हामीसँग अब लाइभ हेर्न सक्नुहुन्छ स्पोर्ट्सहरू छ हामीसँग। हजुरहरूलाई अब यहाँ बर्थडे इभेन्टहरू केही हुन्छ अब एनिभर्सरीहरू यताउता परेछ भने हामीसँग यहाँ स्टेजको पनि एभाइलेबल छ। फ्राइडे लाइभ पनि एभाइलेबल छ हामीन्छ आउनु होला टक्क लाएर। ल हजुरहरूलाई अझै सेफ एकदम कपालहरू हुनुहुन्छ भने ल टक्क यहाँ बस्न एकदम राम्रो छ। हेर्नुहोस् क्यामराम्यान फोकस गरौँ। यु क्यान्ट बाई ह्याप्पिनेस बट यु क्यान बाई बियर एन्ड द्याट्स अलमोस्ट द सेम थिङ है। फेरि बुझ्नु पऱ्यो नि।